जनताले जे देख्नु भएको छ मैले पनि त्यही देखेको छु। मैले केही बोले भनेदेखि गणतन्त्र धरापमा पर्यो भन्छन्। राजाले फेरि कु गर्छ भनेर सरकारले सुरुवालमा सु गर्छ। गणतन्त्रमा बोल्न पाइन्छ भन्थे, तर मैले केही बोल्नु हुँदैन। सरकारको सातो पुत्लो उड्छ। के गर्ने होला? के सोचेका छन् जनताहरूले? राजा र जनतामा फरक यति छ, राजा सबैको साझा हुन सक्नुपर्छ। नेता एउटा पार्टीको हुन सक्छ। गणतन्त्रमा सबैले बोल्न पाइन्छ भन्थे, तर मैले त त्यस्तो महसुस गरेको छैन। मैले हात छेउ गर्न पनि 10 पटक सोच्नु पर्ने अवस्था आइसकेको छ। कतै सरकारलाई हार्ट एट्याक आएर खुस्किने पो हो कि? सरकार तपाईहरू सबैले देखिरहनु भएकै छ। सडक सडकमा राजा आऊ देश बचाऊ भन्ने खालका नाराहरू सुनिन थालिसकेका छ। गणतन्त्र मुर्दाबाद, राजतन्त्र जिन्दाबाद जस्ता नाराहरू सुनिँदैछ। तिमीहरू अझै पनि सच्चिने हो कि कुर्सीमा मात्र थच्चिने हो? देशको आर्थिक विकास र समृद्ध भयो भने तिमीहरूले वर्षौंदेखि राजालाई गाली गरेको सुन्छु, त्यो बन्द हुन्छ जस्तो लाग्छ। मेरो कुराले सरकारको मुटु हलिन सक्छ। धेरै नबोल्नु जस्तो लाग्छ, तर पनि केही प्रश्नहरू सोध्न मन लागेको छ। देश विकास गर्न चाहनेहरूलाई काम गर्न दिया जस्तो लागेको छैन। के यो देश राजनीतिक दलका नेता र कार्यकर्ताहरूको मात्रै हो? बाँकी श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल।